एक अर्काको दुःख सुख सुनाउने सबै साथी आज मभन्दा 7 समुद्र पारी छन्। मन बेला बेला झस्किन्छ, आमाको सामु बाला नभई छोरै पो बाकासमा फर्केला कि। यो हावाको बेगसँगै कता कता बगिदिन्छु, जे मनमा लाग्छ त्यही गरिदिन्छु। अनि फेरि आफैलाई प्रश्न गर्छु, पत्तै नदी अब घरको जिम्मेवारी बोक्ने छोरो बनायो। जिम्मेवारी र घरको स्थितिले हातमा पासपोर्ट थमायो। मेरो सपनीमा आउने गर्छौ तिमी, मेरो सम्झनीमा हुने गर्छौ तिमी, मेरो सपनीमा आउने गर्छौ तिमी, मेरो सम्झनीमा हुने गर्छौ तिमी। आजभोलि मलाई एउटै कुराले सताउने गर्छ, आजभोलि मलाई एउटै कुराले सताउने गर्छ। के मेरो मलामीमा आउँछौ तिमी? मेरो पहिलो कविताको शीर्षक रहेको छ काठमाडौँ। सरल देखिने असहजता, स्वार्थले भरिएको प्रेम, साथ बिनाको मित्रता, काल्पनिक जीवन्त अनि मृच्छयामा लम्पसार परेको सहर हो काठमाडौँ। अनगिन्ती सपनाहरू यहाँ जन्मिन नपाई तुहिने गर्छन्, हजारौं अपराधहरू खुलेआम हुर्किने गर्छन्। बेजोडले हाँस्छन् मानव कसैको चित्कारमा, संयमता र मानवता हराएको सहर हो काठमाडौँ। प्रेमिल जोडीहरू स्वार्थकै तन्नामा बेरिएका छन्, साथले होइन बिताउँदा सँगै रात यहाँ सम्बन्ध जोडिने गर्छन्। साधुहरू ढोङ्गी छन्, गुरुहरू अपमानित छन्। मन्दिरै मन्दिरको सहर बन्ने तापनि देवता केवल ढुङ्गामै सीमित छन्। निर्लज्ज र कुरूपताको सहर हो काठमाडौँ। पैसामा चल्छ यो सहर अनि पैसाकै निम्ति फेरि मर्छ यो सहर। दानको नाममा कालो धन अनि पैसाको नाममा धर्म परिवर्तन। छेप्पारो भन्दा विघ्न रङ फेर्छ यो सहर। यस्तै यस्तै मानवता बिर्सिएकाहरूको सहर हो काठमाडौँ। यस्तै यस्तै मानवता बिर्सिएकाहरूको सहर हो काठमाडौँ। धन्यवाद। मेरो दोस्रो कविताको शीर्षक रहेको छ खोज्दैछु म भौतारिँदैछु यो अतलमा, म अलमलिँदैछु यो भवसागरमा। म भौतारिँदैछु यो अतलमा, म अलमलिँदैछु यो भवसागरमा। के चाहन्छु म थाहा छैन, के सोच्दैछु म, के गर्दैछु म थाहा छैन। कहिले लाग्छ जे गर्दैछु एकदमै ठिक गर्दैछु, फेरि आफैलाई प्रश्न गर्छु, के साँच्चै ठिक गर्दैछु? यो हावाको बेगसँगै कता कता बगिदिन्छु, जे मनमा लाग्छ त्यही गरिदिन्छु। अनि फेरि आफैलाई प्रश्न गर्छु, म के गर्दैछु? कहिले रमाउँछु सोची, जे हुन्छ राम्रैको लागि हुन्छ। जे गर्दैछु बब्बाले राम्रो गर्दैछु। अनि आफैलाई प्रश्न गर्छु, गर्न चाहिँ म के खोजिरहेको छु? हिजो लाग्थ्यो म खतरा नै छु, म जे नि बब्बाले गरिदिन्छु। आज आफ्नै परिवारको दायित्व र जिम्मेवारी निर्वाह गर्न नसक्दा लाग्छ, के म सही छु? धन्यवाद। मेरो अर्को कविताको शीर्षक रहेको छ मेरो युद्ध। एक योद्धा हुँ म, एक्कल योद्धा। लडी नै रहेको छु जिन्दगीको मैदानमा। हार्दैछु, सिक्दैछु अनि जित्दैछु। अविश्रान्त युद्ध लडिरहेको नै छु। गुमाउन धेरै गुमाए, कमाउन केही कमाए। मैले मलाई पाए अनि सबै भुलाए। हिजो मेरो लागि मनै उभिए, आज अनि भोलि नि मनै रहन्छु। हारसँग हार होइन, हारमा जित खोज्छु। एकचोटि लडे भने 10 कदम अझ सार्छु। बढ्छु म अघि, रोकिन्न कहिले। हावाको बेगसँगै, पानीको बहावसँगै, सपनाको छालली लक्ष्यलाई ढाल बनाए। म युद्ध अविश्रान्त लड्छु, म युद्ध अविश्रान्त लड्छु। मेरो अर्को कविताको शीर्षक रहेको छ अन्तिम सत्य। मृतशय्यामा लम्पसार परेको लासलाई सोध, जिन्दगीको महत्त्व, प्रेम के हो, स्वार्थ के हो अनि सन्तुष्टिको परिभाषा।
जीवनको भोगाई, मृत्युको आराम, लोभ र मोह, धनको शक्ति, उसलाई सोध जो अब यी सबबाट टाढा छ। उसको छेउमा को रुन्छ, को हाँस्छ, उसलाई केहीको मतलब छैन। उसलाई न आफ्ना परिवार चाहिन्छ, न कुनै बन्धन। अब ऊ मुक्त छ यी सबबाट। एक शरीर छ जो अब उसको होइन। एक नाता छ, हो स्मृतिमा सीमित छ। ऊ होइन, ऊ भित्रको मुक्त छ आफ्नो नयाँ यात्रामा। उसको शरीर जलिरहेछ चित्तामा, तर न उसलाई अब पोल्छ न दुख्छ। ऊ सन्तुष्टिको चरम सीमा महसुस गरिरहेछ। ऊ अब मृत छ, केवल स्मृतिमा सीमित छ। ऊ अब मृत छ, केवल स्मृतिमा सीमित छ। मेरो अर्को कविताको शीर्षक छ परदेशी नै रहर थिएन। उमेर बढेसँगै थपिएका जिम्मेवारीले मलाई अब परिपक्व बनायो। पत्तै नदी अब घरको जिम्मेवारी बोक्ने छोरो बनायो। जिम्मेवारी र घरको स्थितिले हातमा पासपोर्ट थमायो। रमाउने मन हुँदाहुँदै मलाई खाडी पसायो। नहुन्छ भन्न मन थियो, न मुखबाट नाइ नै निस्कियो। बाले मलाई पढाउन लिएको ऋण र परिवारको आशा बोकी छोरो आज परदेशी भयो। दिनभरि अरबीको गाली अनि कोठा पुगेपछि बङ्गालीको वचन। आमाको फोन आउँदा भोको पेटली भन्ने गर्छु, आमा आज खाए नि मटन। बेला बेला निसासिन्छु, छटपटिन्छु, तर छोरा हुने कहाँ व्यक्त गर्न सक्छु। आमाको हातमा सुनका बाला, बालाई एक जोड नयाँ लुगा, बहिनीको पढाइ पुरा यी सबै गर्न बाँकी छ। अझै हरेस खानु अघि सकाउनु थुप्रै काम बाँकी छ। मन बेला बेला झस्किन्छ, आमाको सामु बाला नभई छोरै पो बाकासमा फर्केला कि। यही सोचले आज भोलि रात आँसुमै बित्छ प्राय जसो। साथीभाइको निकै याद आउँछ। एक अर्काको दुःख सुख सुनाउने सबै साथी आज मभन्दा 7 समुद्र पारी छन्। एक कलमा साथी हो भेटौँ भन्दा जमघट हुने साथीभाइ आज जति जोड लगाउँदा नि भेट्न निकै मुस्किल छ। कहिले आउँ र दुःख सुनाउँछ, तर घरका खर्च हिसाब गर्दा फर्किने आँट नै आउँदैन। अब त अति भो, फर्क्यौँ लाग्छ, तर कुन मुख लिएर फर्क्यौँ। ती गाउँमा बाले लगाएका ठुला ठुला आश्वासन, आमाको छोराप्रतिको विश्वास, म कसरी टोडौँ, म कसरी घर फर्क्यौँ। धन्यवाद।